नमस्ते। आँपको सिजन छ। आज मैले आँपको मसलेदार फक्का अचारको रेसिपी लिएर आएको छु। घरमै हामीले सरल तरिकाबाट लामो समयसम्म पनि नबिग्रिने गरी कसरी अचार बनाउन सक्छौँ भनेर हजुरहरूसँग सेयर गर्दैछु। पहिले आँपलाई चाहिँ मजाले पखाल्ने, सफा गरेर उगाउने, पानी पर्न भएन। अनि आँप चाहिँ भित्र कोया पसेको हुनु पर्यो। अनि गुदी चाहिँ मजाले मोटो गुदी भएको, जस्तै मालदह, कलकत्ते भयो भने चाहिँ एकदम राम्रो हुन्छ आँप। अनि आँपलाई ठुल्ठुलो चाना बनाएर यसरी काट्छु म। अनि मेरो यो आँपको रेसिपी चाहिँ धेरैले मन पराउनु भएको छ, त्यस कारणले आज मैले राम्रो गरी पुरै भिडियो बनाएर हजुरसँग सेयर गर्दैछु। कस्तो लाग्छ मलाई कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। हेर्नु त, यसरी आँप मैले काटेर तयार गरिसकेँ। मैले 5 किलो आँप लिएको छु। पुरै 5 किलो आँपलाई काटेर तयार गरेँ। अब यसमा हामी नुन र बेसार राखेर मोल्छौँ। हजुरहरूलाई फेरि भने मैले एकचोटि आँप चाहिँ फ्रेस हुनु पर्यो, अनि गुदी भएको अनि कोया लागेको आँप भयो भने फक्का अचार एकदम राम्रो हुन्छ। नुन र बेसार मजाले राखेर यो मोलिदिने। अनि स्टिलको भाँडामा, सिल्भरको भाँडामा भयो भने चाहिँ आँपको अमिलोले खान्छ, त्यस कारणले मैले प्लास्टिकको बाल्टीमा यसरी राखिदिएँ। यो चाहिँ मजाले नुन र बेसार सबैतिर लाग्ने गरी हामी मोल्छौँ। अनि हामी यसलाई छोपेर राखिदिन्छौँ। 2-4 घन्टामा मोल्दै जाने। म चाहिँ पुरै 2 रात अनि 2 दिन बाल्टीमा यसरी राख्छु। बेला बेलामा 2-4 घन्टामा हामी यसलाई तलको माथि, माथिको तल पारेर यसरी घुमाइरहन्छौँ। अनि यो आँप नरम पनि हुन्छ, 2 दिनपछि नरम पनि हुन्छ, अनि कलर पनि चेन्ज हुन्छ। अनि यसलाई हामी घाममा सुकाउँछौँ। एकदम घाम लागेको बेलामा हामी यसलाई सुकाउनुपर्छ। घाम लागेन भने बरु 3 दिन भए पनि नुन बेसारमा राखिदिउँ, तर घाम नलागिकन ननिकाल्ने यसलाई। हेर्नु त, 1 थोपो पानी राखेको थिइनँ मैले, आफै पानी हो, आँपको पानी हो यो। म चाहिँ आँपको पानी प्रयोग गर्दिनँ, आँपको पानीलाई फालिदिन्छु। कतिले चाहिँ आँपको पानी पनि प्रयोग गर्नुहुन्छ, म चाहिँ प्रयोग गर्दिनँ, फालिदिन्छु। अनि एक एक गरेर नाङ्लोमा यसरी मैले सुकाएँ। अब मसला पनि के चाहिन्छ हजुरहरूसँग सेयर गर्दैछु। हामीलाई चाहिन्छ, मैले धनियाँ लिएको छु, त्यसै गरी नुन बेसार चाहिहाल्यो। अनि खोर्सानीलाई अहिले पिसेर यसको धुलो बनाउँछु म। त्यसै गरी सौँप लिएँ मैले। यसलाई नभई नहुने भनेको चाहिँ सर्स्यौँ अथवा तोरी। मलाई चाहिँ तोरी राम्रो लाग्छ, मैले तोरी लिएँ। अब आँपलाई सुकाएको एक घाममा यतिको भयो। हेर्नु त, यतिकोले हुँदैन, हामीलाई 2 घाम सुकाउनु पर्छ। मैले दसैँ तिहारलाई खाने गरी बनाएको यो आँपको अचार, त्यस कारणले 2 घाम त मैले सुकाउनु पर्यो। यो यतिकोमा बनायो भने चाहिँ छिट्टै खाने बेला हुन्छ। हेर्नु त, 2 घाममा कस्तो मजाले सुक्यो। अब मेरो तयार भयो। यतिको चाहिँ हुनैपर्छ। अब एउटा भाँडामा म नाङ्लोबाट खन्याउँछु, भाँडामा राख्छु। 5 किलो आँप हेर्नु त यस्तो भयो, कस्तो राम्रो भयो, हेर्दै यस्तो मजाको भइरहेछ। घाम पनि मजाले लागेको थियो आज। अब यसमा मसला राख्दै जान्छु। मैले 5 किलो आँपलाई 200 ग्राम तोरी पिसेर तयार गरेको छु, त्यो जुन यसमा म राखिदिन्छु। त्यसै गरी मैले सौँप र धनियाँलाई पनि पिसेको छु, त्यो पनि यसमा राखिदिन्छु। अनि खोर्सानीलाई पनि मैले पिसेँ। स्वादअनुसार कति खोर्सानी खान्छौँ त्यो पनि हामी यसमा राखिदिन्छौँ। थोरै जिराको धुलो पनि राख्छु म यसमा। अनि अघि जुन हामीले अस्तिको दिन नुन हालेर गरेका थियौँ, पहिले सुरुमै नुन बेसार, त्यो त पानीमा गइहाल्यो। थोरै नुन फेरि राखिदिउँ हामी यसमा। अनि तेल चाहिँ मजाले लाग्छ। 5 किलो आँप छ भने 1 लिटर तेल चाहिँ लाग्छ मजाले। मैले आधी लिटर मात्रै तेल राखेँ। अब क्रमशः बिस्तारै राख्दै जान्छु। मजाले हातले मोलिदिने। यो जुन आँपको क्यापमा भित्रभित्र आँपको प्रत्येक भित्रभित्र मसला पस्नुपर्छ। अनि मजाले यसलाई मोल्नुपर्छ। तेल पुगेन, तेल म थप्दै यसलाई मोल्दै गर्छु, एकैचोटि हाल्दिनँ। मेरो रात पर्दै गयो अनि अलिअलि कलर पनि चेन्ज देख्दै जानुभयो हजुरहरूले। अब मेरो मोलिसक्यो। हेर्नु त कस्तो मजाले मोल्यो। एक एक गरेर म हजुरहरूलाई देखाउँछु। हेर्नु त, अब यो बट्टामा हाल्नलाई तयार भयो। एउटा कचौरामा तेल लिएँ मैले, अनि त्यो अलिकति यसमा राख्छु। यो सिसाको भाँडामा भयो भने चाहिँ मेरो लामो समयसम्म बिग्रिँदैन।
अनि बट्टा चाहिँ एयर टाइट हुने बिर्को त्यस्तो हुने भयो भने चाहिँ ढुसीहरू आउँदैन। अनि तोरीको तेलमा चोप्दै यो प्रत्येक आँपको चानालाई हामी बट्टामा मिलाउँदै जान्छौँ। मेरो कुनै व्यापार होइन, मेरो एउटा रहर हो, एउटा भिडियो बनाउने मेरो रहर हो। अनि पूर्वतिर यसरी बनाइन्छ भनेर सेयर गर्न मन लाग्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ? अनि हामी पनि अल्छी नगरौँ, बजारमा किनेर ल्याएर अचार नखाउँ, कस्तो हुन्छ के हुन्छ, आफै घरमा बनाऊँ। सिजन अनुसारको सिजनमा यसरी बनाइयो भने यो पछिसम्म खान मिल्छ। यो चाहिँ बच्चाहरूले पनि एकदम मन पराउँछन्। अनि भान्सामा पनि यो आँपको अचारको बट्टा राखेपछि भान्साको शोभा पनि एकदम बढाउने अनि राम्रो लाग्छ मलाई चाहिँ।